धार्मिकताको तालिम सम्बन्धमा। अनि त्यहाँ मैले तालिम भन्ने सम्बन्धलाई लिएर चाहिँ एउटा आर्मीहरूको होइन एउटा योद्धाहरूको उदाहरण दिएको थिएँ। किनभने म चाहिँ लाउरेहरूको बस्तीबाट आएको मान्छे। हजुरहरूलाई थाहा छ पोखरा भनेको लाउरेहरूको सहर हो, धेरैलाई थाहा हुनुपर्छ होइन। किनभने त्यहाँबाट चाहिँ धेरै हाम्रो मानिसहरू चाहिँ विदेशमा लाउरेको निम्ति जान्छ। कतिजना इन्डियामा जानुहुन्छ इन्डियन आर्मीमा, अनि धेरैजना चाहिँ ब्रिटिस आर्मीमा भर्ती हुनुहुन्छ है। अनि त्यो भर्ती हुने भइसकेपछि कतिजना चाहिँ नेपाल आर्मीमा पनि हुनुहुन्छ है। तर धेरै चाहिँ हामी म चाहिँ गुरुङ, मेरो ब्याकग्राउन्ड गुरुङ है, म चाहिँ विश्वासी हो। तर ब्याकग्राउन्ड होइन, मेरो इतिहास चाहिँ होइन, मेरो म चाहिँ गुरुङ चाहिँ भन्दिनँ म आफूलाई, तर नागरिकतामा गुरुङ छ अनि के भनौँ त है। तर म चाहिँ विश्वासी हो। अब चाहिँ हामी सबै क्रिस्टको एउटै शरीरको अङ्गहरू भएको कारणले हाम्रो विगतलाई, हाम्रो पृष्ठभूमिहरूलाई हामीले छोडेर होइन क्रिस्टको पृष्ठभूमिमा हामी आएका छौँ। क्रिस्टमा हामी एउटै शरीर भएर क्रिस्टसँग शिरसँग जोडिएर हामी मण्डलीमा चाहिँ आएका छौँ होइन। अनि यो ग्रेटर ग्रेस ओखलढुङ्गा चर्च मात्रै होइन, पोखरा होइन ग्रेटर ग्रेस चर्च होइन, हामी सबै मण्डली यो संसारमा जति पनि मण्डली बाइबलको शिक्षामा आधारित भएर क्रिस्टलाई विश्वास गरेको छ, पिता परमेश्वरलाई विश्वास गरेको छ, पवित्र आत्मालाई विश्वास गरेको छ, उहाँ त्रिएक परमेश्वर हुनुहुन्छ। अनि यो सिद्धान्तमा हामी विश्वास गर्छौँ है। अनि यो सिद्धान्त परमेश्वरको वचनबाट छ। अनि हामी ग्रेटर ग्रेस मण्डलीहरूलाई चाहिँ प्राय जसो है ग्रेटर ग्रेस मण्डलीलाई चाहिँ वचनको मण्डली पनि भनिन्छ। किनभने यहाँ जति सिकाइन्छ नि एकदमै बाइबलमा आधारित भएर। अघि एकैछिन अगाडि केही घन्टा अगाडि हाम्रो राजुजीले पनि आफ्नो गवाईमा किन ग्रेटर ग्रेस त नि भनेर उहाँले पनि आफ्नो गवाई मार्नु भएको थियो। अनि साँच्चै नै हामी यो ग्रेटर ग्रेस मण्डलीमा हुनु होइन एकदमै हाम्रो निम्ति चाहिँ सौभाग्य हो है। मण्डली त छ, धेरै छन्, तर क्रिस्टलाई शिर मानेर मानेर हिँड्ने मण्डली चाहिँ आज थोरै छ। अनि ती थोरै मण्डलीहरू मध्येमा चाहिँ ग्रेटर ग्रेस मण्डली पनि एउटा हो, जसले चाहिँ क्रिस्टमा हामीलाई बलियो गरेर होइन, हामी बालुवामा होइन तर चट्टानमा बसालेको घर जस्तै ग्रेटर ग्रेस मण्डली हो। यो ग्रेटर ग्रेस यो ठाउँमा होइन ओखलढुङ्गामा यत्तिकै खडा भएको रहेनछ। हाम्रो बिचमा परमेश्वरले शक्तिशाली जनहरूलाई चलाउनु भएको रहेछ। अनि हाम्रो जनहरू जति पनि यहाँ जति पनि छ, बाबु नानीहरूदेखि वृद्ध बुवा आमाहरू सबै तपाईँहरू महत्त्वपूर्ण हुनुहुन्छ। कतिजनाले खाता पाउनु भएन होला, तर पनि तपाईँहरू खादा लाउने जतिकै तपाईँहरू पनि महत्त्वपूर्ण हुनुहुन्छ। एउटा सानो बाबुदेखि लिएर एउटा वृद्ध बुवा आमासम्म परमेश्वरको नजरमा चाहिँ बलवान त हुनुहुन्छ है। अनि हामीलाई परमेश्वरले धार्मिकताको तालिम दिँदै हुनुहुन्छ। अनि हरेक शनिबार, हरेक घरेलु सङ्गतिमा, हरेक प्रार्थनामा, हरेक सुसमाचारको कार्यहरूमा है हामीलाई परमेश्वरले हरेक हाम्रो दैनिकी जीवनमा पनि परमेश्वरको जब हामी प्रार्थना गर्छौँ, जब हामी परमेश्वरको वचन अध्ययन गर्छौँ होइन, त्यतिखेर पनि परमेश्वरले हामीलाई धार्मिक तालिम दिइराख्नु भएको छ। एउटा सेनाको रूपमा, स्वर्गीय सेनाको रूपमा तपाईँ र हामी आजको दिन यो ठाउँमा छौँ है। आजको दिन यो ठाउँमा छन्। यहाँनिर परमेश्वरले हामीलाई राख्नु भएको उद्देश्य छ है। हामीलाई राख्नु भएको परमेश्वरको उद्देश्य छ है। बाबु नानीदेखि लिएर होइन आमा बुवा सबैको निम्ति परमेश्वरको ठुलो उद्देश्य छ यो ठाउँलाई जित्नको निम्ति। यो ठाउँलाई चाहिँ परमेश्वरमा स्वतन्त्र गर्नको निम्ति परमेश्वरको ठुलो बोलावट हामीसँग आयो, हामीले त्यसलाई स्वीकार्यौँ र हाम्रो जीवनमा अब परमेश्वरको उद्देश्य पुरा हुँदैछ। हामी यो उद्देश्यमा चाहिँ तपाईँ र म आज यो दिनमा चाहिँ यहाँ खडा छौँ। अनि परमेश्वरले हामीलाई चाहिँ दिनदिनै तालिम दिँदै हुनुहुन्छ। अनि आज मैले तपाईँलाई एफएसीको 6 अध्यायबाट केही कुराहरू बताउनेछु। तपाईँलाई र मलाई चाहिँ परमेश्वरले के कुराहरू दिनुभएको छ अनि हामीले त्यसलाई कसरी धारण गर्नुपर्छ ताकि हामीले दुष्ट शैतानको किल्लाहरू भत्काउन सकौँ है। दुष्ट शैतानको किल्लाहरू भत्काउनको निम्ति पनि तपाईँ र म यहाँ छौँ। यहाँ संसारको जालोमा भएको अन्धकारको शक्तिमा, त्यो जालोमा परेको, मृत्युको जालोमा परेको मान्छेहरूलाई स्वतन्त्र गर्नको निम्ति तपाईँ र म यहाँ छौँ। यहाँ
हाम्रो दाजुको अघिको गवाई सुन्दाखेरि पनि मलाई एकदमै त्यो कुराहरू ताजा भइरहेको थियो है। नत्र भने त हामी विश्वास गर्नेको क्षण भने हामीले परमेश्वरले ट्याप्प टिपेर स्वर्ग लानुहुन्थ्यो नि त होइन। स्वर्गको सुनको त्यो बाटोमा हामी हिँड्दैथ्यौँ होला होइन। हामीले अभिषेक होइन के भन्छ महिमी शरीर पाउँथ्यौँ होइन। हामी त्यहाँ रुनु पर्थेन, हामी त्यहाँ दुःख मान्नु पर्थेन, हामीलाई रोग लाग्थेन, हामीले होइन विभिन्न प्रकारको केही पनि यो संसारमा हुँदाखेरि भोग्नुपर्ने दुःखद अनुभूतिहरू त्यहाँ हुनु थिएन। हामी जतिखेर पनि पावलले भने जस्तै स्वर्गमा चाहिँ साँच्चैकै आनन्द मनाइरहेको हुन्थ्यो। तर आज हामी किन यहाँ छौँ त होइन? किन हामी आज कसैको गवाई सुनेर हामी रुँदै थियौँ होइन, दाजु पनि रुनु भयो। तर परमेश्वरले यो 13 वर्ष यहाँ किन हामीलाई राख्नु भएको? परमेश्वरको उद्देश्य र बोलावट हामीलाई छ है। यो ठाउँमा परमेश्वरले किन हामीलाई राख्नु भएको र किन होइन हामी यहाँ छौँ भन्ने कुरा चाहिँ परमेश्वरको बोलावट हो है। परमेश्वरको उद्देश्य छ। त्यस कारणले तपाईँ र म यहाँनिर छौँ। संसारको धेरै मान्छेहरू आज चर्चमा छैन, भवनमा छैन होइन। चर्च मण्डली शरीरभित्र छैन, शरीरको अङ्गको रूपमा छैन। मान्छेहरू त हिँडिरहेको छ, खाइरहेको छ, पिइरहेको छ, आनन्दसँग होइन डुलिरहेको छ। कतिजना हस्पिटलमा आएर उयो गर्दैछ, कतिजना जहाँ रक्सी खाएर पनि उफ्रिँदैछ होइन। कतिजना त्यहाँ अघि अस्ति हामी आउँदाखेरि के वादीहरू बाटोमा चाहिँ भुल लगाएर उफ्रिँदै थियो होइन। तर तिनीहरूको के छ? उद्देश्य छैन। हाम्रो चाहिँ स्वर्गीय उद्देश्य छ है। स्वर्गको परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको छ र तपाईँ र मेरो जीवनमा परमेश्वरको उद्देश्य छ कि त्यस्तै हराइरहेकोहरूलाई हामीले खोज्नुपर्छ। जसरी प्रभु येशूले 79 भेडालाई गोठमा राखेर हराएको एउटा भेडालाई खोज्न जानुभयो। त्यो 79 भेडालाई छोडेको होइन है। प्रभुले चाहिँ त्यो नहराएको भेडाहरू 79 भनेको, जसलाई चाहिँ खोरमा राखिएको छ, सुरक्षित राखिएको छ। अब हराएको चाहिँ असुरक्षित छ होइन, किनभने हराएकोलाई खोज्न महत्त्वपूर्ण छ। अनि येशू ख्रीष्टले पनि हामीलाई त्यो उदाहरण दिनुभएको छ। तपाईँ र मेरो निम्ति अब हराएकोहरूलाई खोज्ने उद्देश्य छ, योजना छ। परमेश्वरले त्यही भएर होइन त्यो हराएकोलाई, त्यो जालोमा परेकोहरूलाई, अन्धकारको शक्तिले थिचेकोहरूलाई हामीले सुसमाचार छरेर होइन प्रार्थना गरेर वचन पढ्दै मनन गर्दै उनीहरूको निम्ति प्रार्थना गरेर हामीले उनीहरूलाई छुटकारा दिनुपर्छ, सुसमाचार सुनाएर। हाम्रो सिङ्गो जीवन नै के हो त? नुन र ज्योति हो। ज्योतिले के दिन्छ? प्रकाश दिन्छ। नुनले के दिन्छ? स्वाद दिन्छ। आज विश्वासीहरू नुन र ज्योति हो भनेर प्रभु येशू ख्रीष्टले भनेको छ। त्यति मात्र होइन, आज म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँ र म चाहिँ गोर्खाली सिपाहीहरू भन्दा पनि बलवान सिपाहीहरू। हामी त्यस कारणले प्रभुले हामीलाई के दिनुभएको छ त्यो कुराहरू हेर्छौँ। सुरुमा चाहिँ म 6:11 पढ्छु, त्यसपछि हामी 14, 15, 16, 17 र 18 पद पढेर यो परिचयात्मक वचनलाई चाहिँ हामी टुङ्ग्याउनेछौँ। शैतानका धूर्त युक्तिहरूको विरोधमा खडा हुन सक्नलाई परमेश्वरको सारा हात हतियार धारणा गर। आमेन। सारा हात हतियार। एउटा मैले हिजो पनि भनेको थिएँ, हामी एउटा सेना जस्तो आत्मिक सेना हो, स्वर्गको सेनाहरू हौ है। यहाँ चाहिँ गोर्खाली सिपाही भनेर संसारमा कलिएको छ, तर हामी चाहिँ स्वर्गीय सिपाही भनेर चाहिँ स्वर्गमा पनि कलिएका छौँ है। ब्रह्माण्डमै कलिएका छौँ हामी परमेश्वरको सेनाहरू हौ, स्वर्गीय सेनाहरू। अनि हामीलाई चाहिँ शैतानको धूर्त युक्तिको विरोधमा खडा हुनलाई, हेर्नुहोस् त, खडा हुनलाई के गर्न त? खडा हुन सक्नलाई चाहिँ परमेश्वरको सारा हात हतियार चाहिँ धारणा गर है। परमेश्वरको हात हतियार छ। हामीलाई परमेश्वरले आफ्नो हात हतियारले सुसज्जित पार्नु भएको छ है। कतिपटक हामी त्यो कुराहरूलाई महसुस नगरेर बिर्सेर चाहिँ लथालिङ्गै तरिकाले बाँच्नु पनि सक्छौँ। तर परमेश्वर चाहनुहुन्छ होइन खडा हो है। हामी चाहिँ खडा हो। अघि पनि हामी आउँदै थियौँ, त्यहाँनिर विश्रामको कुरा गर्दै थियौँ हामी अगुवाहरू। त्यसपछि खडा हुने कुरा, त्यसपछि हिँड्ने कुरा, दौड सिध्याउने कुरा, यी कुराहरू हामी छलफल गर्दै आइरहेको थियो होइन। यहाँ पनि
खडा हुने कुरा छ। त्यो खडा भएर परमेश्वरको हात हतियारलाई चाहिँ धारणा गर्नुपर्ने कुराहरू छ। अब परमेश्वरको हात हतियारतर्फ हामी जाउँ है। परमेश्वरले कसरी हामीलाई आफ्नो हात हतियारले चाहिँ सुसज्जित पार्नु भएको छ अनि कसरी दुष्ट शैतानको अग्नि बाणहरूलाई हामी निभाउन सक्छौँ भन्ने कुरा चाहिँ आजको यो परिचयात्मक वचनमा हामी हेर्नेछौँ। मैले थोरै समय बढिदिन्छु होला, मलाई अनुमति दिनुभएको छ, किनभने यो शनिबारको सङ्गति मात्रै नभएर के हो त 13औं वार्षिक उत्सव हो है। त्यसकारण यसलाई चाहिँ हामी जति लम्बाइ पनि हुन्छ होला, हामी थाक्दैन होला होइन। सेनाहरू पनि थाक्छ र सुनेर पनि थाक्छ, थाक्दैन नि होइन। सुन्नुको निम्ति महत्त्वपूर्ण कुरा छ होइन। त्यसकारण कतिपटक त हामीले आफ्नो मण्डलीको साप्ताहिक सङ्गतिमा चाहिँ हामी के भन्छ समयलाई एकदमै ध्यान दिन्छौँ, किनभने त्यो तोकिएको समयमा हामीले कार्यक्रम सकेन भने मानिसहरू आत्तिन्छ, किन उनीहरूको दिनको सेड्युल हुन्छ। तर यो त वार्षिक हो त, साप्ताहिक होइन। वर्षमा एउटा सङ्गति हो नि त, यसमा चाहिँ हामीले विशेष समय दिएर विशेष ध्यान दिएर चाहिँ सुन्न आवश्यक छ होइन। यो त वर्षमा एक दिन आउने, 365 दिनमा चाहिँ एक दिन आउने दिन हो नि त है। त्यसकारण हजुरहरू चाहिँ धैर्य गरेर सुनिदिनुहोस् है। धेरै धेरै धन्यवाद। सुन्नु सक्ने क्षमता परमेश्वरले प्रदान गर्नुभएको छ। अब 14 पदमा यस्तो लेखेको छ, एक कारण खडा हो, खडा हो भनेको छ है। खडा हुनु भनेको चाहिँ कुर्सीबाट उठ्नु भनेको होइन होइन, परमेश्वरको राज्यको निम्ति। अब हिजो जस्तो तरिकाले होइन होइन। अब हामी चाहिँ जति विश्राम पाउने हो क्रुसमा हामीले पाइसकेका छौँ। हाम्रो पाप क्षमा भएको छ, विश्वास गरेको क्षण हामी स्वर्गीय नागरिक भनेर कहलाएका छौँ। हाम्रो अनन्त सुरक्षा चाहिँ ग्यारेन्टी छ। हाम्रो कार्यले न हामीले कुनै कार्य गरेर मुक्ति पाएका हौँ, न हामीले कुनै कार्य गरेर पापै गरेर पनि हामीले मुक्ति गुमाउँदैनौँ। तर हामीले मैले फेरि पाप गर्नलाई उत्प्रेरणा नदिएको होइन, तर बाइबलको खाँटी शिक्षालाई चाहिँ तपाईँहरूलाई सिकाएको कि हाम्रो अनन्त सुरक्षा हामीले विश्वास गरेकै क्षणमा पाएका छौँ है। न हाम्रो भूतकालको पापले त्यसलाई मेटाउन सक्छ, न वर्तमानको न भविष्यको। न प्रभुले सिद्ध्याउनु भएको त्यो क्रुसको बलिदान यति शक्तिशाली छ कि पापको शक्तिले त्यो शक्तिलाई चाहिँ हराउन सक्दैन। न पाप चाहिँ अब मेटिएको छ प्रिय हो। हामी गर्न सक्छ मानव भएको कारणले होइन। हामी त परमेश्वर त होइन, हामी दुर्बल छौँ, कमजोर हुन्छौँ। हामी कहिले शक्तिशाली रूपमा कार्य गर्छौँ भने कहिले दुर्बल तरिकाले हामी पापमा पनि लड्छौँ। तर परमेश्वर चाहिँ हामी लडेको अवस्थामा हाम्रो हात समाएर अघि बढाउनु हुने परमेश्वर हुनुहुन्छ। त्यस कारणले हामी चाहिँ खडा हुन आवश्यक छ है। हामी चाहिँ खडा हुन्छौँ, येशूको नाउँमा हामी खडा हुन्छौँ। भन्नुहोस् त मण्डली, हामी खडा हुन्छौँ भन्नुहोस्, हामी खडा हुन्छौँ आमेन है। येशूको नाउँमा हामी खडा हुन्छौँ। अनि तिमीहरूका कम्मर सत्यले कस, हेर्नुहोस् त हाम्रो कम्मर होइन सत्यले कस्नुपर्छ। झुटो कुराहरूले होइन, संसारिक कुराहरूले होइन, सुख सुविधाको कुराहरूले होइन, तर परमेश्वरको सत्य जो चाहिँ कहिले पनि डगमगाउँदैन है। एक मात्र सत्य जो सबै सत्य नै रहिरहन्छ, त्यो सत्यको कम्मरले चाहिँ हामी विश्वासीहरूको चाहिँ कम्मर कस्नुपर्छ है। सत्यले हामीले कम्मर कस्नुपर्छ। हामीले बेल्ट लगाएको छौँ होइन। तपाईँहरू किसानहरू हुनुहुन्छ यहाँ कतिजना, हजुरहरू खेतीपाती गर्नु जानु अगाडि आफ्नो कम्मर कस्नुहुन्छ नि पटुकोले होइन। दिदीबहिनीहरूले पटुकोले कस्नुहुन्छ, दाजुभाइले पनि बेल्ट छ भने बेल्ट कस्नुहुन्छ, नत्र भने गाउँघरतिर चाहिँ पटुकोले नै कस्नुहुन्छ होइन। पटुकोले कम्मर कसेर गएपछि बल्ल होइन जोस डाँगर आएर खेतबारी जोतेर राम्रोसँग हलो चलाएर होइन त्यहाँ खेतीपाती गरेर राम्रो उब्जनी गर्न सक्छ। त्यसरी नै हामीले पनि सत्यले हाम्रो कम्मर कस्नुपर्छ है। अनि परमेश्वरले त्यो सत्य हामीलाई ख्रिस्ट दिइसक्नु भएको छ होइन। अनि त्यो एक मात्र सत्यले चाहिँ हामी आफ्नो कम्मरलाई चाहिँ कस्दै जान्छौँ। र धार्मिकताको वचन धारण गर होइन, तरवार धार्मिकताको वचन धारण गर भनेर लेखिएको छ। मसँग टिभीएस बाइबल छ। यो आँखाले अलिकति सुगर भएर कम देख्छ, यो चस्मा लाएर पनि अलिक धमिलै हुन्छ, त्यही भएर मोबाइलबाट हेर्दा मलाई स्पष्ट हुन्छ। अनि तर पनि म बाइबल पढ्न चाहिँ रुचाउँछु है। यही बाइबल पढ्न चाहिँ सकेसम्म म प्रयास गर्छु, किनकि यो बाइबल पल्टाउँदा यो आवाज कस्तो मिठो लाग्छ कि होइन।
चट्ट त्यो चिरेको घाउमा चाहिँ मलम दले जस्तो लाग्छ मलाई। जब बाइबल पल्टाउँदा आवाजहरू सुन्छु अनि बाइबल पढ्छु होइन, चिरेको घाउमा मलम दले जस्तो मलाई अनुभूति हुन्छ है। अनि धार्मिकताको कवच रहेछ यहाँ त कस्तो देखेको, धार्मिकताको कवच धारणा गर होइन। कवच भनेको के हो थाहा छ? यो छातीपाटा के, यो पुरा कुनै शत्रुले हानेको तीरले, शत्रुले प्रहार गरेको तरवारले चाहिँ भित्र हानि नगरोस् भनेर त्यो कवच लगाउँछ है। त्यसलाई चाहिँ कवच भन्छ। हामी नेपालीमा ढाल पनि भन्छ होइन, त्यस्तो छातीमा लगाउने। गोलीले चाहिँ लगाएको थियो नि, पुरै जिउभरि कवच, उसको फलामले ढाकेको थियो होइन। ऊ बलवान थियो, ठुलो सुरवीर थियो, तर उसले चाहिँ कवच लगाएको थियो। ऊ चाहिँ डरबक भएर, तर हामीलाई चाहिँ डरबक भएर होइन, परमेश्वरको कवच लगाउनु भनेको छ होइन। के को कवच रे? धार्मिकताको कवच लगाउनु है। मलाई त्यो मोबाइल दिनुहोस् न, यो आँखाले मलाई मेरो मोबाइल दिनुहोस् त, म मोबाइलबाटै हेरेर गर्छु ल। अलि उज्यालो आउँछ, मेरो यो आँखामा अलिक समस्या आएको छ। उमेर पनि पाक्दै गयो होला, माफ गर्नु होला है असुविधाको लागि। त्यसै त ढिलो बोल्ने मान्छे होइन, यदि आँखा पनि नदेख्ने त्यही माथि मोबाइल चलाउनु थाल्यो। अब अघि हाम्रो ब्रदरले भने थियो कि रोमी, भन्नुहोस् त ब्रदर, 8:28 रोमी जे हुन्छ परमेश्वरले भलाइ नै गर्नुहुन्छ। पहिला भयो त होइन, गाह्रो हुन्थ्यो नि त मोबाइल नपाउने भयो त होइन। कसैलाई पढ्न लगाउनु झन् राम्रो हुन्छ हुन त, त्यो पनि एउटा तरिका हो हुन्छ। मोबाइल पनि दिनु छोडेर रहेछ। 6को कति भन्नु मैले 14मा छोडेँ है। यो मोबाइलमा चाहिँ यसरी तन्काएर ठुलो गर्नु मिल्छ कि, इन्लार्ज भन्छ होइन। फेरि यो बाइबललाई यस्तो गर्नु नमिली च्यातिन्छ, त्यस कारणले मोबाइल मगाएर पढेन मैले। अनि त्यसपछि हामीले धार्मिकताको कवच धारण गर्नुपर्ने कुरा। अनि पाउमा मेलमिलापको सुसमाचारको तयारीका जुत्ता लगाऊ। हेर्नुहोस् त, सुसमाचारका जुत्ता लगाओ। तयारी गरिएको छ नि त सुसमाचार। कसले गर्नुभयो? सुसमाचार तयार यसो क्रिस्टले गर्नुभयो होइन। अनि हामीले सुसमाचारको यो जुत्ताले के देखाउँछ भने, जुत्ता लगाएर बसिँदैन नि त होइन, प्रिय हो। अब हिँड्नु पर्यो नि त होइन, जुत्ता हिँड्ने बेलामा लगाइन्छ। त्यसरी नै सुसमाचारको निम्ति चाहिँ हामीहरू हिँड्नुपर्छ भनेको है। बाइबलले एउटा अर्को खण्डमा पनि भनेको छ कि सुसमाचार सुनाउनेहरूको घोडा कति सुन्दर भनेर होइन। यहाँनिर हामीले चाहिँ सुसमाचार, एउटा मण्डली भएपछि सुसमाचार चाहिँ गर्नै पर्छ। सुसमाचार नगर्ने मण्डली चाहिँ पास्टर राजाले भन्नुभएको मरेको मण्डली हो अरे। ल अब के हामी सुसमाचार नसुनाउने त? परमेश्वरले हामीलाई राख्नु भएको उद्देश्य नै यही हो कि हामी त बाँच्यौँ, तर अब नबाँचेकाहरूलाई चाहिँ सुसमाचार प्रचार गरेर बचाउनु पर्छ। यसकै निम्ति मण्डली आज 13 वर्षमा छ है। अनि 13 वर्ष हुन हाम्रो निम्ति गर्वको कुरा पनि हो, साथसाथमा जिम्मेवारी पनि। अझै 14 वर्षमा त अझै मान्छेहरू यहाँ थपिनुपर्छ। एक दिन यो चर्च भवनलाई अझै बृहत बनाएर लैजानुपर्छ, अर्को ठाउँमा अझै खोल्नुपर्छ, अर्को वडामा होइन। यसरी मान्छेहरू चाहिँ भरिँदै जानुपर्छ, क्रिस्टको शरीरमा थपिँदै जानुपर्छ। अनि हामीले चाहिँ सुसमाचारको जुत्तालाई चाहिँ जो तयार गरिएका छौँ, क्रिस्टले तयार गर्नुभएको छ, त्यो जुत्ता लगाउनु आवश्यक छ। जुत्ता लगाएर त पक्कै पनि सुत्दैन होला नि है, बस्दैन होला नि, हिँड्नै पर्यो। त्यसकारण मण्डली चाहिँ हिँड्नुपर्छ, सुसमाचार लिएर चाहिँ जानुपर्छ। डाँडा हुँदो बेसी हुँदो जहाँ मान्छेहरू हुन्छ त्यहाँनिर हामी जाने है। हामी चाहिँ अब त्यो पानीभित्र त जानु आवश्यक छैन, त्यहाँ माछा हुन्छ, उनीहरूको निम्ति होइन सुसमाचार। सुसमाचार चाहिँ मानव जातिको निम्ति, सिद्धिएको कार्य चाहिँ मानव जातिको निम्ति। यसो ख्रीष्ट चाहिँ मानव जातिलाई उद्धार र मुक्ति गर्न चाहिँ कल्वरी क्रुसमा मर्नुभयो, गाडिनु भयो र उठ्नुभयो। यो कुरा हामीले बुझौँ। अब अरूलाई बुझाउने कार्यलाई चाहिँ सुसमाचार भन्दछ। आमेन। अझै अगाडि जाउँ है त। अब यी सबै बाहेक विश्वासको ढाल उठाओ।
है। अघिको कवच रहेछ। अब ढाल भनेको चाहिँ हातमा लिन्छ नि होइन, ढाल जस्तै शत्रुले प्रहार गर्दाखेरि चाहिँ त्यो तरवार प्रहार गर्दा हातमा भिरेको त्यो ढालले चाहिँ छेक्ने कार्य गर्दछ होइन। अनि विश्वासको ढाल हामीले उठाउनु पर्छ होइन। जे पनि गर्छौँ विश्वासले मात्रै गर्छौँ। परमेश्वरले गर्नुहुन्छ, परमेश्वरले बोल्नु भएको छ। मेरो अघि जाने चाहिँ परमेश्वर हुनुहुन्छ, मेरो दायाँ बायाँ तल माथि चाहिँ परमेश्वर हुनुहुन्छ। उहाँले नै मलाई सुरक्षा गर्नुहुन्छ, उहाँले नै आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ। म त केवल के हो त, रित्तो भाँडा हो जसलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ। अब हामीले त्यो भाँडालाई चाहिँ प्रयोग गर्नको निम्ति समर्पण गर्नुपर्छ। हाम्रो आफ्नो प्रयासले सक्दैनौँ मानिसहरूलाई जित्न। यो अघि पनि हाम्रो बिहान यस्तै कुराहरू छलफल भइरहेको थियो। हाम्रो प्रयासहरू विफल हुन सक्छ, तर परमेश्वरको वचन चाहिँ हो मात्रै हुन्छ होइन। परमेश्वरको कार्यहरू चाहिँ असफल हुनै सक्दैन, किनकि परमेश्वर चाहिँ महान सर्वशक्तिमान परमेश्वर, सर्वज्ञानी परमेश्वर, सर्वव्यापी परमेश्वर हुनुहुन्छ। उहाँ अद्भुत हुनुहुन्छ। आफ्नो के भन्छ वचनमा, आफूले दिएको प्रतिज्ञाहरूमा उहाँ अद्भुत हुनुहुन्छ। अनि उहाँलाई विश्वास गरेर हामी जे पनि भन्नाले परमेश्वरले जे गर्नु भनेको छ ती कुराहरू गर्न, सुसमाचार गर्न होइन, नुन र ज्योतिको गवाई दिन चाहिँ हामी सक्छौँ, किनकि गर्नुहुने चाहिँ परमेश्वर आफै हुनुहुन्छ। जसद्वारा दुष्टका सबै आत्मिक बाणीहरू निभाउनलाई तिमीहरू सामर्थ्य हुनेछ। हेर्नुहोस् त, जब हामी विश्वासको ढाल हामी लिन्छौँ होइन, शैतानले त हामीलाई त खेदै गर्छ नि त। अघि दाइलाई हो शैतान त यहाँ आफू भक्तै आएर चाहिँ होइन देखा परेरै त गएन, त्यो पनि देख्दैन। शैतान पनि आत्मै हो, तर त्यो आत्माले कसलाई चलाउँछ? मानिसहरूलाई चलाउँछ है। शैतानले चाहिँ मानिसहरूलाई चलाउँछ अनि त्यो मानिसहरूद्वारा चाहिँ अग्निबाण रूपी चाहिँ प्रहार गरिरहेको हुन्छ होइन। शैतानले त्यो मानिसहरूद्वारा, धार्मिक कुराहरूद्वारा होइन, सामाजिक कुराहरूद्वारा, संसारको कुराहरू अगाडि ल्याएर होइन, यस्तो कुराहरू अनि राजनीतिको कुराहरू पनि ल्याएर उसले चाहिँ हामीलाई चाहिँ प्रहार गर्छ। अनि जब उसले प्रहार गर्छ हामीले विश्वासको ढाल तुरुन्तै उठाउनु पर्छ होइन। हर हमेसा विश्वासको ढाल चाहिँ हरेक विश्वासीसँग हुनुपर्छ। अनि नाम चाहिँ विश्वासी भएको छ, अब विश्वासको ढाल नलिएर हुन्छ हुन्न होइन। हामीले चाहिँ विश्वासको ढाल लिएर चाहिँ शैतानको अग्नि बाणहरूलाई निभाउनु पर्छ। जसरी हाम्रो दाजुले होइन, चारवटा दाजुहरूले उनीहरूको पनि दोष छैन, उनीहरूले परमेश्वरलाई विश्वास नगरेको चाहिँ दोषी ठहरेको छ, तर भोलिको दिनमा गर्न सक्छ होइन। तर त्यो समयमा चाहिँ उनीहरूलाई चाहिँ नकारात्मक शक्तिले चलाएर आफ्नो एउटा विश्वासी भाइलाई चाहिँ खेदो गरिरहेको थियो होइन। योसेफको घटना याद आइरहेको थियो, दाजुले बताए कस्तो अद्भुत तरिकाले परमेश्वरले योसेफद्वारा होइन, भोलि यही दाजुबाट होइन परमेश्वरले ती आजै घरमा एउटा त अझै आइसकेको रहेछ होइन, सम्पूर्ण परिवारलाई नै परमेश्वरले ल्याउनुहुन्छ उद्धारमा। आमेन। यही दाजुलाई चलाएर होइन, योसेफलाई जुन दाजुहरूले बेचेको थियो, जुन दाजुहरूले मार्न आँटेको थियो होइन, पराई देशमा बेचेको थियो, त्यो दाजुभाइहरू अन्न खोज्दै योसेफकै घर आइपुग्यो होइन। एक दिन परमेश्वरलाई खोज्दै त्यो दाजुहरू चाहिँ हाम्रो दाजुको घरमा आउनुहुनेछ होइन। त्यसको निम्ति हामी निरन्तर प्रार्थना गर्नेछौँ। त्यो अग्नि बाणहरू जो शैतानबाट आउँछ त्यसलाई चाहिँ हामी विफल गर्न सक्छौँ, किनभने हाम्रो ढाल परमेश्वर आफै हुनुहुन्छ। आमेन। हामी अघि बढ्नेछौँ। त्यसपछि हामी 17 पदमा जानेछौँ। अनि मुक्तिको टोप लगाऊ, हेर्नुहोस् त, मुक्तिको टोप लगाऊ र आत्माको तरबार ल्याऊ, जुन तरबार चाहिँ परमेश्वरको वचन हो। हेर्नुहोस् त, अब हामीले मुक्तिको टोप पनि लगाउनु पर्छ होइन। इङ्ग्लिस बाइबलमा त सायद हेलमेट भनेको छ होला होइन। यहाँनिर हात हतियार कवचहरूको कुराहरू छ नि त, त्यस कारण हेलमेट हो त्यो खास होइन। जब हामी बाइक चलाउँदा पनि हामी हेलमेट लाउँछौँ हाम्रो टाउकोलाई सुरक्षा गर्नको निम्ति होइन। एउटा आर्मी, एउटा सिपाही जहिले पनि तयारी अवस्थामा युद्धको निम्ति जान्छ भने उसँग हेलमेट पनि उसले पहिरेको हुन्छ, ताकि उसको टाउको चाहिँ जोगिन सकोस् होइन। त्यसकारण हामीले चाहिँ मुक्तिको टोप लगाउँछौँ होइन। त्यो मुक्ति हामीले विश्वास गरेकै क्षणमा येशू ख्रीष्टले हामीलाई दिनुभएको छ। त्यो टोपी हामीसँग अनन्त रूपले यहाँनिर छ, हामीले खोल्ने र निकाल्ने गर्न आवश्यकै छैन होइन।
आत्मिक रूपले त्यो मुक्तिको टोक चाहिँ सधैँको निम्ति हरेक विश्वासीको शिरमा छ। किनभने शिर चाहिँ कृष्ण हुनुहुन्छ नि त होइन। त्यसकारण अब त्यसपछि आत्माको तरबार ल्यायो अरे के है, आत्माको तरबार। फलामको तरबार भने होइन नि फेरि होइन। फलामको तरबार हामी खुकुरीलाई पनि तरबार जस्तै रूपमा लिन्छौँ होइन। तरबारले चाहिँ शत्रुलाई हमला गर्न सकिन्छ होइन, शत्रुलाई परास्त गर्न सकिन्छ होइन, शत्रुलाई खेद्न सकिन्छ। त्यसरी नै हामीले चाहिँ के को तरबार लिनुपर्छ अरे, जुन तरबार चाहिँ परमेश्वरको वचन हो अरे है, परमेश्वरको वचन हो है। आत्माको तरबारले हो है। आत्मिक तरबार भनेको शारीरिक तरबार लिएर हामीले मान्छे काट्दै हिँड्ने होइन है, अरू धार्मिक मान्छेहरूलाई अनास्तिकहरूलाई काट्ने होइन, हामीले त प्रेमले जित्यो उनीहरूलाई। तर हामीसँग वचन छ जसले चाहिँ जुन वचन चाहिँ आत्मिक तरबार हो। त्यो तरबारले चाहिँ होइन ठुल्ठुलो किल्लाहरू भत्काउन सक्छ, ठुल्ठुलो युद्धहरू जित्न सक्छौँ, हामीले जित्न सक्छौँ, अवश्य सक्छौँ। किनकि वचन चाहिँ त्यो तरबार हो। सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गरेर हामी हेर्नुहोस् त। अनि हाम्रो युद्ध चाहिँ प्रार्थना रहेछ। हामीले चाहिँ प्रार्थनामा निरन्तर आफूलाई उपलब्ध गर्नुपर्छ है। हो अघि हाम्रो पिटरजीले भन्नुभएको थियो नि होइन, धेरै समय प्रार्थना गरिराख्नु पर्दैन, धेरै समय कामै नगरिकन भातै नखाइकन होइन, आफ्नो के अरे जिम्मेवारीहरू छोडेर खाली कोठामा बसेर 24 घण्टा प्रार्थना गर भनेको होइन प्रभुले। तर मन चाहे हाम्रो के हुनुपर्छ, हरेक समय प्रार्थनाकै हुनुपर्छ है। हामी बसमा यात्रा गर्दा पनि मन चाहे प्रार्थना गर्नुपर्छ। हामी बारीमा काम गरिराख्दा पनि म प्रार्थनाको छोरा हो, प्रार्थनाको छोरी हो, म प्रार्थना गर्न सक्छु। त्यो समयमा आवाज विहीन भएर पनि मैले प्रार्थना गरिरहेको हुन्छ है। अनि त्यस कारणले हामीले चाहिँ हर समय चाहिँ प्रार्थनामा आफूलाई उपलब्ध गर्नुपर्छ है। प्रार्थना चाहिँ त्यो हाम्रो निम्ति चाहिँ एकदमै महत्त्वपूर्ण सेवाकार्यको भाग हो।